हेलो नमस्कार मेरा सबै फेसबुक साथीहरुमा यो सुन्दर दृश्य जुन तपाईहरुले हेर्दै हुनुहुन्छ यो त्यही तल यो महारानी भन्छ महारानी टुङको ठीक मुनि बेल्टर भन्ने एउटा अति सुन्दर ठाउँ रहेको छ अनि यही ठाउँमा यहाँनिर वाटर किङडम पनि बनाएको छ कटेजहरु पनि छ जस्तै बाहिरबाट आउने घुम्नेहरुलाई यहाँनिर रहनु बस्नु खानुको लागि कटेजहरु पनि छ अति सुन्दर छ स्विमिङ पुलहरु पनि छ साइडमा खोला पनि बगिरहेछ तपाईहरुले देखिरहनु हुँदैछ अनि यही दृश्य सहित म तपाईहरुलाई के जानकारी गराउन चाहन्छु भने आज म यहाँ तपाईहरुलाई एउटा यस्तो जग्गामा यस्तो ठाउँमा लिएर जाँदैछु जुन ठाउँ चाहिँ हामी साना हुँदा साथी संगीहरुसँग घुम्न आउँथे तर अब त्यो बाहिर घुमेर जान्थे त्यहाँनिर अब जुन चाहिँ ठाउँमा गइरहेको छु त्यो ठाउँलाई भन्छ गाल्डङगुल्डुङ ओडाल साथै गाल्डङगुल्डुङ ढुङ्गा पनि भनिन्छ है त्यो ठाउँमा चाहिँ के छ भने ऐतिहासिक रूप लिएर बसेको त्यो एउटा ओडाल हो जहाँनिर चाहिँ अब हामी सानो हुँदादेखि त्यो ठाउँमा गयौं तर भित्र त्यो ओडाल भित्र चाहिँ कहिले पनि पसेनौं किनभने त्यो ओडाल भित्र अब साँप हुन सक्छ जंगली जानवरहरु हुन सक्छ है त्यसैले हामी अहिलेसम्म त्यो भित्र चाहिँ पसेको छैनौं गएको छैनौं आज चाहिँ म तपाईहरुलाई त्यही गाल्डङगुल्डुङ ओडाल गाल्डङगुल्डुङ ढुङ्गा भन्ने जुन नामले हामी चिन्ने गर्छौं त्यो जग्गामा लिएर गइरहेछु तपाईहरुलाई यसै प्रकारले भिडियो अन्तिमसम्म हेर्दिनुस् होला है जुन चाहिँ गाल्डङगुल्डुङ ओडाल गाल्डङगुल्डुङ ढुङ्गाको म बात गरिरहेछु यो यहाँ तल छ यो माथिबाट देखिरहेछ तर यहाँबाट चाहिँ यो झोडीहरु मात्र देखिरहेको छ अहिले है तर यो टाढमा भएर अब छेउमा गएर हेर्दा त्यहाँनिर ओडाल छ ठुलो ओडाल छ गाल्डङगुल्डुङ ढुङ्गा त्यहाँनिर अब घाम जुन तारा अब अरु के चीजहरुको त्यहाँ ढुङ्गामै खोपेर मतलब ढुङ्गा पुरा खोपेर बनाएको छ अब त्यो कसले बनायो कहिले बनायो त्यो अब केही थाहा छैन है अब हामी त अब त्यही ज्यादा भएको छैन है अब जन्मेर अहिले 25-30 वर्षहरु चाहिँ भयो अब त्यो भन्दा अगाडिकोलाई सायद थाहा होला यसको इतिहासको बारेमा कसले बनायो के बनायो अनि त्यो ढुङ्गाहरु कहाँबाट आयो है अहिले म यो माथिबाट ओह्रालो आको है अब यो ओह्रालै जानेछु यहाँ देख्दै गरेको यहाँ त देख्दैछ नि यो ढुङ्गाहरु त्यहाँनिर गएको म है त्यहाँनिरै छ ओडाल अनि अब भित्र चाहिँ म पस्न सक्दिन होला सायद किनभने त्यहाँनिर अब जंगली जानवरहरु साँपहरु अब के हुन सक्छ अहिले त ब्ल्याक प्यान्थर चितुवास अजिङ्गर नाना थरीको जानवरहरु पाइन्छ है भए पनि म यसो हेर्छु त्यहाँनिर अब यसो पस्ने खालको व्यवस्था छ नि उयो अब यसो सुरक्षित लागि म पसेर भित्र गएर पनि देखाउने छु तपाईहरुलाई ल भिडियो हेरी साथ दिनुस् होला अन्तिमसम्म हेर्नुस् होला भिडियो सही बाटो चाहिँ मैले पहिलाउनै सकिन है अब यता कताबाट छिरे बाटो यहाँ गाछको बीचबाट चियापत्तीको गाछको बीचबाट हिँड्दै छु कोतारेर यहाँनिर काँडाहरूले घोचेर सारा पारिसक्यो आया भने पनि म चाहिँ यो माथिबाट आएको है र अझै छ बल्ल यहाँनिर अलिकति सजिलो ठाउँमा आइपुगे अब यहाँ झर्ने बाटो चाहिँ सायद यताबाट होला मान्छे नहिँड्ने जग्गामा बाटो पनि कहाँ हुन्छ र है यस्तो ओडालतिर मान्छेहरु पनि के आउँथ्यो र बाटो हुन्थ्यो होला अब म दुःख सुख हेरेरै अलि बाटो पन्छाउँदै भए पनि गइरहेछु है ल अन्तिमसम्म भिडियो हेर्नुस् होला तपाईहरुलाई मजा आउनेछ अनि यो ऐतिहासिक स्वरूप बोकेको ओडाल गाल्डङगुल्डुङ ओडाल भनिन्छ यसलाई
गल्डङगुल्डुङ ढुङ्गा पनि भनिन्छ। त्यसमा मैले अघि पहिल्यै भने जस्तो घाम जुन तारा केहरूको आकृतिहरू बनाएको छ है। तर यो कसले बनायो, कहिले बनायो त्यसको अब कुनै ऐतिहासिक प्रमाण नै छैन है। या त प्राचीन युगमा हाम्रो पुर्खाहरू सायद बसोबास गरेको थियो कि बा कि कसो हो। ओडालको ठिक माथिपट्टि त आइपुगेँ म। एक्लै छु है, डर पनि लाग्दैछ। अरूभन्दा पनि जङ्गली जानवरको डर हुन्छ। भए पनि म रिक्स लिएर भए पनि तपाईँहरूलाई अब यो देखाउने प्रयास गर्दैछु है। अब यहीँबाट झर्नु पर्ला, अप्ठ्यारो छ बाटो। फर्स्ट ओडाल्ने यही हो, हल्ला गर्दै जानुपर्छ फेरि यतातिर। हेर्नुहोस् है, यति फर्स्टको माथिल्लोपट्टिको ओडालको देखाउन गइरहेको छु म। यस्तोहरू छ यतातिर। यो भित्र पनि छ ओडाले। यो भित्र चाहिँ पक्का केही न केही चाहिँ छ, जङ्गली जनावर। गुको स्मेल पनि आउँदैछ। यस्तो छ हेर्नुहोस् यी ओडाल। यहाँ त्यस्तो झुडी भइसकेछ है हाम्रो ओडालमा त। जान पनि डरसरी। भित्र के होला, जङ्गली जानवर त कन्फर्म हुन्छ साँपहरू होला है। र म माथिबाट अलिक देखाउने प्रयास नै गर्छु। भिडियो हेरी साथ दिइरहनु होला। अब कताबाट जाउँ। हेर्नुहोस् कस्तो डरलाग्दो छ। यो फुल पनि क्या दामी फुलिरहेको रहेछ हेर्नुहोस् है। त दामी भइरहेको रहेछ फुलहरू। हेर्नुहोस् है, यो खालको ढुङ्गाहरू यहाँ पुरा छ। एउटा यो भयो, हेर्नुहोस् यहाँ त्यस्तो भिड चाहिँ तल। फेरि फर्क्यौँ। फर्केर मेन त्यहाँ उयो छ, मेन ओडाल त्यो उयो एउटा चुच्चो देख्दैछ नि। यहाँनिर त हामीलाई सानोमा भन्थ्यो यो चुच्चोमा चाहिँ स्याल चढेर रुन्थ्यो अरे भन्थ्यो सानो हुँदा। यो चुच्चोमा चढेर